हुनुहुन्छ अमरबहादुर थापा उहाँलाई नै। किन उहाँलाई भोट हाल्ने त? किन भन्दाखेरि उहाँ चाहिँ यहाँभन्दा पहिला पनि प्रतिनिधि सभा सदस्य हो र उहाँले चाहिँ जिल्लामा केही विशेष प्रकृतिका काम जो चाहिँ अरूले गर्न सक्दैनन् त्यो गर्नुभएको छ। त्यसो हुँदाखेरि केही गर्ने हुटुटी भएको नेता र जनताको कामहरू गर्न सक्ने अभिभावकत्व लिन सक्ने लिडर भएको कारणले चाहिँ हामीले अहिले अमरबहादुर थापालाई नै रोज्नुपर्छ भन्ने लाग्छ। युवा पुस्ताहरूले त भोट परिवर्तन गर्छौँ, नेता परिवर्तन गर्छौँ भन्नुभएको छ, तपाईँले के सोच यो विषयमा? अवश्य पनि युवा पुस्ताको सोचाइ एकदमै राम्रो हो, तर केलाई युवा भन्ने कुरा पनि यहाँ नजिक रहन्छ। त्यसो हुँदाखेरि उहाँको चाहिँ काम, ऊर्जा, जोस, जाँगर देखेर म चाहिँ प्रभावित छु। त्यसैले अमरबहादुर थापालाई नै भोट चाहिँ मैले दिन्छु। हजुर सुना भनिदिनु न। नमस्कार, म रमा रेग्मी। यसपालिको भोट कसलाई? अमरबहादुर थापालाई। तपाईँ युवा हुनुहुन्छ, हजुर। भोट परिवर्तन नगर्ने योपालि? नगर्ने। म चाहिँ चुनाव चिन्ह तारामा नै मतदान गर्छु, किनभने दैलेखको लागि चाहिँ एकदमै विकासप्रेमी, जनताको माझमा भिजेको नेता भएको कारणले चाहिँ म उहाँलाई नै मतदान गर्ने।